Okay. So hello everyone, welcome to माई पोखरी। म चाहिँ आज माई पोखरी घुम्न आएको छु। माई पोखरीको प्रवेशद्वार चाहिँ यही हो। टिकट काट्नुपर्छ? जाउँ न त। त्यही हामी अब भीष्मेको घर सन्दकपुरमा छ हैन। भीष्मेको घरमा बसेको भएर पनि माई पोखरी आउनु चाहिँ लास्टै सजिलो भयो, किनभने त्यति टाढा भएन नि त, एकछिनमा आइपुग्यो। अनि त्यही हो, अब पोखरी म देखाउँछु अहिले। देउताको कुल देउता नि रहेछ, देउता चाहिँ देखाइन होला। So here we go. This is माई पोखरी। पोखरी चाहिँ अनि छैन, अब यस्तो कुना 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 भएर 9वटा कुना छ क्या, एकै ठाउँबाट देखिँदैन क्या। 9 कुना भनेको यही हो नि त। एकै ठाउँबाट चाहिँ हेर्न मिल्दैन। ए भने चाहिँ ठ्याक्कै एक एकवटा कर्नर छ हैन? 9वटा कर्नर छ यहाँ चाहिँ। भनेपछि हामी ठ्याक 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 यसरी जानु पर्यो। उताबाट हेर्नु पर्यो, यताबाट हेर्नु पर्यो। अब फेरि हामी यहाँबाट चाहिँ ठ्याक्कै यहाँ चाहिँ मेन प्रवेशद्वार त्यही हेर्नु। ए यहाँबाट हेर्दाखेरि चाहिँ ठ्याक्कै हैन, अलिक टाढासम्म देख्दो रहेछ। अब माई पोखरीको चाहिँ अलिक कर्नर कर्नर रहेछ हैन, त्यो कर्नर हेर्नुपर्छ। यो चाहिँ मेन चाहिँ यो आफै उत्पत्ति भएको प्राकृतिक कुरा हो हैन। किनभने त्यो चाहिँ किन भने मैले उतापट्टि छ रहेछ क्या, त्यहाँ चाहिँ बोटिङ सोटिङ गर्न मिलोस् भनेर। त्यो के भन्छ, आर्टिफिसियल टाइपको बनाएको छ नि त हैन त। गर्नु मिल्दैन यहाँ त्यहाँ चाहिँ गर्नु मिल्दैन। पवित्र के स्थल हो नि त हैन। ए रेड पान्डा पनि मजा हेरेर हो। ए ओके। सो त्यही हो, आज के भन्छ, म आएको झन्डै कति 3 दिनपछि होइन भीष्मे, के अरे वेदर खोलेको आजै होला घाम लागेको देखाइ आएदेखि होइन, नत्र त पुरै घामसाम लागेको थिएन यत्तिकै होइन। घरमा बस्यो खालि, त्यो इलाम बजार 2 चोटि गयो होइन त, केही काम छैन यत्तिकै। पोखरी अब यही हो होइन, घुम्दै जानुपर्छ, हेर्दै जानुपर्छ। सल्लाहको रुख सिधै माथि गएको छ। डस्टबिन चाहिँ टक 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 राखिदिनु भयो रहेछ सबैतिर है, सेफ जस। त्यही भएर त फोहोर छैन कतै पनि होइन। माई पोखरी चाहिँ सफाइ लाग्यो मलाई त। माई पोखरी? हजुर, माई पोखरीको बारेमा चाहिँ अब तपाईँहरू आइहाल्नु भयो होइन। हामीले अब यो हामीले सुन्दाखेरि माई पोखरी भगवती मातामा 9 कुना भएको, अहिलेसम्म हामीहरूले कुनैले पनि एकै ठाउँबाट 9 कुना गर्न सकेका छैनौँ। अर्को कुरा, यहाँ पहिले ठुला ठुला रुख वरिपरि थिए अरे पहिले होइन। हजुर, यहाँ माई पोखरीमा अलिकति एउटा कार्यक्रम गरे, पहिले एकजना मान्छे मरेको भेटाइयो। अनि त्यस पछाडि माई पोखरी सुकेर तपाईँको यहाँ भएका रुखहरू बुट्टासम्म यहाँ रुख ठुल्ठुला रुख केटाहरूले यहाँ भेटेका थियौँ। हामीले यो मुनिबाट चाहिँ वरिपरि घुमेका थियौँ एकताल होइन, सुक्खा लागेको थियो। अनि हामीहरू विभिन्न धर्मावलम्बीहरू सम्पूर्ण आएर हामीले यहाँ आफ्नो जात जातिको पूजा आराधना गरेर माई पोखरी भगवती मातासँग शक्ति बुद्धि मागेर यहाँको पानी हाम्रो जस्तो तस्तै होस् भगवती माता, हामी सेवा पूजा हामी गरिरहन्छौँ भनेर हामीले भनेकाले गर्दाखेरि माई पोखरी फेरि बोलाउनु भएको छ होइन। हामीलाई सत्य त छ, हाम्रो चाहिँ घर यहाँ मुनि पर्छ, हामी माई पोखरीलाई शिरमा राखेका छौँ। पाउमा कन्काई माई भगवती मातालाई राखेका छौँ होइन। त्यसो हुँदाखेरि पहिले चराले शुद्ध तपाईँको यहाँ एउटा पात झरे ठ्याप्प टिपेर बाहिर लाने हुन्थ्यो अरे। अनि अब किंवदन्ती नै हो, अब हाम्रो हजुरबाका पालामा होला, यहाँ तपाईँको 9 मती बाजा बज्थ्यो अरे राति दिउँसो जतिखेर पनि। अनि एक कुनामा गयो, यता बजेको सुनिँदो, यता देखिँदैन। अनि उता बज्यो, त्यहाँ गएर हेरौँ भन्दाखेरि ऊ यता गएर बज्ने। त्यो भएकाले गर्दाखेरि हामी मानवले त्यो देख्न नसकेका, तर देवी भगवती माता यहाँ छ्याछ्याती हुनुहुन्छ भन्ने कुरा भएकोले गर्दाखेरि देश विदेशबाट पनि यहाँ पर्यटन अत्याधिक मात्रामा आइरहनु भएको छ, आउनुहुन्छ होइन। र यहाँ आएर तपाईँको कसैले धूपबाती यसो गरेर मेरो मनोकामना यो पुरा होस् भनेर भन्यो भने त्यो इच्छा सम्पूर्णको पुरा भइराखेको अवस्था छ। र हामीहरू चाहिँ अब गाउँकै मान्छे हौँ र पनि अब माई पोखरी भगवती मातामा हामी वर्षमा सालमा 1 खेप 2 खेप आएर यसो पाठ पूजा हामी गर्ने गरेका छौँ। पहिलोचोटि इलान चाहिँ मेरो पहिलोचोटि, म इटरी हजुर धरान तल चाहिँ पुगेँ।
माछा छन् निकै ठुल्ठुला। यहाँको माछा तपाईँको कसैले त्यसो अपराध चिताएर आएर यहाँ केही गर्न खोज्छ यहाँ भने होइन त्यो मान्छेलाई पनि यहाँ ठुलो सजाय हुन्छ कि भगवती आफै यहाँ चलाउनु हुँदैन अब यस्तो ल्याएर दिने पाठ पूजा नित्य कर्म गर्ने। अब यहाँ हेर्नु हाम्रो गाईको दुधहरू सबै ल्याएर चढाउँछौँ। हजुर हजुर यहाँ एक पर्यटकीय क्षेत्र हो। खोइ के भएर होइन ठिकै छ। हुने जति अलि हामीले हेर्दाखेरि अझै प्रभावकारी हुनुपर्नेमा होइन अलिकति राज्यले राम्रो सम्बोधन नगरेको प्राकृतिक कुरा नै उसमा छ। यो पनि राम्रै हो नराम्रो। उतापट्टि अब कृत्रिम पोखरी त बनाएको छ पर्तिर होइन पर्तिर चाहिँ अब नाउ कुदाउने यतिको राम्रो भयो आज मौसम सुधारियो भने हिजो त एकदमै खाने माई पोखरी भनेको चाहिँ अब मैले यसरी घुमेर बुझेको कुरा भनेको चाहिँ अघि त्यो दाइले पनि भन्नुभयो के भन्छ तिम्रो हिन्दू र बुद्धिस्ट धार्मिक स्थल त भइ नै हाल्यो होइन। इलामको शिरमा आएर बसेको माता जसरी हेर्दो रहेछ मेन चाहिँ होइन। अनि त्यही हो यहाँनिर एकदम शक्तिपीठ भनेर एकदम मान्दो रहेछ यहाँको मान्छेहरूले पनि। अनि त्यो एकदम शान्त छ बस्नलाई त्यस्तो खासै मेरो हेराइमा चाहिँ जस त्यस्तो खतरै चाहिँ केही देखिनँ। तर जस धर्म होइन सबै कुरालाई मान्ने अनि अलिकति मनोकामना पुरा हुन्छ भन्ने कुरालाई चाहिँ एकदम विश्वास गर्दो रहेछ यहाँनिर होइन। हाम्रो माई पोखरीको टुर झन्डै लगभग सकिसकेको छ। अब कहाँ जाने घरै जाने त होला नि होइन। यो रुखहरू चाहिँ सबै बाबाले रुख होइन बाले यस्तो बाबा त्यहाँ हेर न पुरै त्यो उडाकै देखाइरहेछ क्या है। पुरै हावा अरे लाली गुराँस पुरै नानु ढुङ्गा किन हानेको? तिम्रो नाम के हो? तिम्रो नाम के हो भन त? तोडिहाल्ने हो? तोडिदिइहाल्ने खालको ए हो ल न्यु सब्सक्राइबर ल धन्यवाद है हाइरिन्जुङ हेर्नुहोस् बिरालो यहाँ समातिहाल्छ कि क्यामेरा त के फेरि गरिदियो त अलिक सानो माथिको टिप्यो भने हामी जस्तो पाँचजनाले टिप्यो भने रुखै सुक्खा हुन्छ अनि के काम त्यही त कस्तो राम्रो छ गुराँस चाहिँ मजाले फुल्यो कि अमेजिङ कसरी छ बेचेर चाहिँ यो चाहिँ गुराँसको चाहिँ यो चाहिँ गुराँसको आफै बनाएको हो घरमै ए हो टिम्बुरको रक्सी यो टिम्बुरको रक्सी चाहिँ मैले खाएको छैन है तिमीले फर्स्ट टाइम खान लागेको होइन सो यो चाहिँ गुराँसको रक्सी होममेड उहाँहरूले नै बनाएको रक्सी हो यहीँको गुराँसहरू युज गरेर होइन अनि त्यही हो ट्राई गरेको छैन मलाई चाहिँ ट्राई गर्नु मन लाग्यो कस्तो छ भनेर तिमीले खाएको छैन होइन चियर्स खाइसु नि मैले अघि गरिसकेँ तिमी अब त्यो भिडियो बनाउनमा व्यस्त छौ यो ब्लगरहरूसँग हिँड्दा त दिमाग खराब हुने रहेछ म त कहिले यसरी अलिक ट्याक्कै भएको ठिकै छ तर थुक्पाहरू त के खाने अहिले भरे ओके तुङबाट सुकुटी खाउँ न लान्छ होला फेरि लान्छ हो ए म त लान्छ खान्न नि त फेरि त्यो गाह्रो अर्को बन्दैन के अरे भर्खर कुरी गीत रे
आहा सल्ला मायाको फेरि फेरि जान्छ मैले कुकिङ गाउनुपर्छ रे काठमाडौँ गएर इलामले सम्झाए माया भन्ने गाउने क्या फेरि एकचोटि सुनौँ ल होइन अहिले आउँदैन अहिले एकान्तमा गाउँछ क्या मलाई फेरि एक दुईजना अडियन्स भनेर लाज साइन नेचर स्वरै बिग्रिन्छ कसको छोरी लाक्पाको छोरी हो तिमी ए ल लाक्पाको छोरी रहेछ त नि त फेरि त्यो कालीमाटीको सब्जी होइन नि फेरि यो यहाँको अर्ग्यानिक हो नि फेरि अनि धेर खानु हुँदैन र मम्मीले मार्छ हामीले पराउँछ लाखपाक छोरी अहिले कुटे खान्छ नि अनि छैन उड्दाखेरि चुप लाग्यो मलाई निकाल्न नखोज मेरो गीतको भाका भन्छौ मलाई मात्रै तिमी गाइदेऊ न जीवनभरिका लागि सम्झना बनिदिनु छोटे यस सर छोटेसँग नआउँ आज तिमी हाँसोमा रङ्ग कति आउनु